मलाई किन्न आउँछस्? पहिले ब्याङ्क ब्यालेन्स चेक गर है नै। म त अहिले भिआइपी फल भइसकेँ, सस्तो दिन गयो। पहिले मलाई जोसुकैले किन्थ्यो, अहिले त मलाई हेरेर मान्छे वालेट रोइरहेछ। जाऊ, तिमी मलाई किन्न सक्दैनौ। एक दर्जन किन्नु भनेको त अब इन्भेस्टमेन्ट जस्तो भयो हैन? इएमआईमा किन्ने दिन आउला जस्तो छ। म पनि के कम, अब म लग्जरी आइटम भएँ। मलाई खानु भनेको स्ट्याटस देखाउनु हो। अब त आधा आधा खाएर शेयर गर्नुपर्छ। पुरा खानु भनेको त रिच फिलिङ हो। भन्न त, तिमी अझै केरा किन्दैछौ कि फोटो खिचेर मात्र फर्किन्छौ? ओइ, मलाई किन्न आउँछस्? पहिले ब्याङ्क ब्यालेन्स चेक गर है नै। म त अहिले भिआइपी फल भइसकेँ, सस्तो दिन गयो। पहिले मलाई जोसुकैले किन्थ्यो, अहिले त मलाई हेरेर मान्छे वालेट रोइरहेछ। जाऊ, तिमी मलाई किन्न सक्दैनौ। एक दर्जन किन्नु भनेको त अब इन्भेस्टमेन्ट जस्तो भयो हैन? इएमआईमा किन्ने दिन आउला जस्तो छ। म पनि के कम, अब म लग्जरी आइटम भएँ। मलाई खानु भनेको स्ट्याटस देखाउनु हो। अब त आधा आधा खाएर शेयर गर्नुपर्छ। पुरा खानु भनेको त रिच फिलिङ हो। भन्न त, तिमी अझै केरा किन्दैछौ कि फोटो खिचेर मात्र फर्किन्छौ?